यही जग्गा हामी नयाँ मन्दिर घुम्न जाँदैछौँ। नयाँ मन्दिर ग्राउन्ड घुमेर आउनेछौँ हामी। हामी ठ्याक्कै यो गाउँटाको जाने बाटोबाट सिधै हामी जाँदैछौँ अगाडि। यहाँ ठ्याक्कै गाउँटाको जाने बाटोबाट सिधै हामी अगाडि गएर हामी ठ्याक्कै ट्रायल सेन्टर हुँदै नयाँ मन्दिरसम्म पुग्नेछौँ। हेर्न सक्नुहुन्छ यो बाटो हुँदै ठ्याक्क हामी अगाडिबाट अब यो अलिकति कच्ची बाटो झर्नुपर्छ। यो चाहिँ यहाँ ठ्याक्कै यताबाट सरर गइसकेपछि ठ्याक्क निक्लिन्छौँ हामी उतातिर। ठ्याक्कै यहाँ बाटोमा गाडीहरू बस्छ। हामी यहाँबाट चाहिँ दायाँतर्फ लाग्छौँ। यहाँबाट अब भक्सी खोला हामी ठ्याक्कै भक्सी खोला आइपुग्यौँ। यो भक्सी खोलाबाट ठ्याक्कै टपेपछि हाम्रो यता दुईवटा बाटो छुट्टिन्छ। दुईवटा बाटोबाट ठ्याक्कै ड्राइभिङ सेन्टर हुँदै हामी भक्सी खोला आइपुग्यौँ। फाइनली हामी भक्सी खोला आइपुग्यौँ। फाइनली खोलामा यहाँनिर अब गाडी भाँसिरहेको छ। यहाँनिर चाहिँ अलिकति बाटो अलिक अप्ठ्यारो छ यहाँनिर। फाइनली अब खोला पनि परियो। अब ठ्याक्कै यो बाटोबाट अलिकति अगाडि गइसकेपछि हामी दुईवटा बाटोबाट फेरि छुट्टिनेछ र ट्रायल सेन्टर हुँदै हुँदै हामी नयाँ मन्दिर प्रवेश गर्नेछौँ। यहाँबाट हामी दायाँतर्फ लाग्नेछौँ। यतातिर गएपछि रोड निस्किनेछ हाइवे। हामी यहाँबाट फेरि दायाँतर्फ लाग्दैछौँ। यहाँ अगाडि हेर्न सक्नुहुन्छ अब ट्रायल सेन्टर आउँदैछ अगाडि, जसकाले हेरेर यहाँनिर चाहिँ गाडीहरूको ट्रायल दिने काम रहेको छ। एकदम सुन्दर ठाउँ छ, हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ ठ्याक्कै ट्रायल सेन्टर रहेको छ। आज बन्द रहेछ। हामी सिधै अगाडि जान्छौँ। फाइनली अब हामी यहाँनिर पार्टी प्यालेन्स भयो। ठ्याक्कै पञ्चभिरा पार्टी प्यालेन्सको साइडमा हाम्रो यहाँ मन्दिर रहेको छ। हामी चाहिँ मेन गेटबाट छिर्दैनौँ, हामी माथिबाट छिर्नेछौँ। उतापट्टि मन्दिर रहेको छ, हेर्न सक्नुहुन्छ। फाइनली हामी आइपुगेका छौँ मन्दिरमा। मन्दिरमा एकदमै भिड रहेको छ, हेर्न सक्नुहुनेछ। एकदम घुम्ने ठाउँहरू एकदमै राम्रो रहेको छ, भिजिट गर्न सक्नुहुनेछ। एकदमै भिड रहेको छ मन्दिरमा। हामीसँग यहाँ दाइ पनि हुनुहुन्छ सँगसँगै।
हामी दुईजना एकदम घुम्नलाई यहाँ माइस्थान मन्दिरसम्म आइपुगेका छौँ। मन्दिरमा नि एकदम भिड रहेछ। हामी अब फर्किँदैछौँ बर्दिवासतर्फ। अहिले अब हामी बर्दिवासतर्फ जाँदैछौँ। अब यो बाटो हुँदै हाइवे निक्लेर बर्दिवासतर्फ जाँदैछौँ। ल अब हामी फर्किँदैछौँ बर्दिवासतर्फ। र हामी लाग्यौँ बर्दिवासतर्फ। एकचोटि घुम्नलाई अवश्य आउनु होला। एकदमै रमाइलो सुन्दर, एकदम सुन्दर ठाउँ छ। यहाँनिर अब फोटोहरू खिच्ने गर्ने पार्क पनि बनेको रहेछ। हेर्न सक्नुहुन्छ यहाँनिर घुम्ने पार्क पनि रहेछ। यहाँनिर बाटोमा फोटो खिच्ने, घुम्ने, यहाँ बस्ने ठाउँहरू सबै व्यवस्था गरिएको छ। हामी यहाँबाट अब ठ्याक्कै हाइवे निक्लिएर सिधै बर्दिवासतर्फ लाग्दैछ। बाटो पनि यताबाट चाहिँ एकदम राम्रो छ अघिको बाटोभन्दा। फाइनली अब हामी यहाँ गेटबाट निस्किरहेछौँ, मन्दिरको गेटबाट। फाइनली अब हामी यहाँ हाइवेमा निस्क्यौँ। यहाँ अलि अब रोडहरू बन्दैछ। यतातिर साइडमा हेर्न सक्नुहुन्छ रोडहरू अब एकदम बन्ने अवस्थामा छ। फाइनली यहाँ अब पुलहरू पनि अगाडि पुलहरू निर्माण भइरहेको छ, हेर्न सक्नुहुन्छ। धुलो पनि एकदम उडिरहेको छ अहिले। पुलहरू एकदम अब बर्दिवास टेकमा चाहिँ अहिले भइरहेको छैन। बिस्तारै अब यतातिर फाइनल भइसकेपछि अनि उतातिर पनि सुरु हुन्छ। यहाँनिरबाट चाहिँ ठ्याक्कै अब यो पुल निर्माण हुने ठाउँमा चाहिँ हामीलाई अब तलतिरबाट जानुपर्ने हुन्छ, हेर्न सक्नुहुन्छ। अलि धेरै भएको कारण समस्या भइरहेको छ। अब बर्दिवास पुग्नलाई धेरै समय लाग्दैन। फाइनली जाममा परेका छौँ हामी। एकछिन यहाँ अगाडि बस रोकिदिएको छ। हामी यहाँबाट एकछिन टाइम लाग्छ। हामी यहाँबाट अगाडि निस्किन्छौँ। हामी अब अगाडि बढ्दैछौँ होइन। हामी ठ्याक्कै अब भक्तपुर आइपुग्यौँ। यो पुल पनि माथितिरपट्टि चाहिँ तलतिरपट्टि मर्मत भइरहेको छ, एकदम बन्न सुरु भइसकेको छ। बर्दिवासको ठ्याक्कै आइपुग्न लाग्यो। शिवशक्ति हस्पिटल हामी हाम्रो पसलमा जानेछौँ, लक्ष्मी कम्प्युटरमा। लक्ष्मी कम्प्युटर जाने बाटो पनि सक्नुहुन्छ। यहाँबाट ठ्याक्कै अब धेरै टाइम लाग्दैन। हामी आइसकेका छौँ बर्दिवासमा। ठ्याक्कै बेतन होटेल छेउमा आइपुग्यौँ हामी। अगाडि बेतन होटेल पनि रहेको छ, हेर्नु सक्नुहुन्छ। एउटा भाइरल चर्चाको दर्शक पनि रहेको छ। हामी ठ्याक्कै बसमा आएको दक्षिण बसमा।
फाइनली अब आइपुग्नु। फाइनली अब हामी आइपुग्यौँ। हाम्रो लक्ष्मी कम्प्युटर अगाडि रहेको छ, हेर्न सक्नुहुन्छ। ठ्याक्कै अब यो फिल्म हल पनि रहेको छ साइडमा। फिल्म हलको साइडमा रहेको छ यहाँनिर लक्ष्मी कम्प्युटर माथिल्लो तल्लामा। फाइनली हामी आइपुग्यौँ। हामी माइस्थान घुमेर आइपुग्यौँ। यहाँ बर्दिवास चोक रहेको छ, टाउरी जाने बाटो रहेको छ, हेर्न सक्नुहुन्छ। हस्त धन्यवाद।